लोकप्रिय गायिका सुनिता थेगिम बहिनी भर्खरै वैवाहिक बन्धनमा बाँधिनु भएको छ। अहिले उहाँको इङ्गेजमेन्टको फोटो भिडियोहरू सामाजिक सञ्जालभरि देखिराखिएको छ। अब उहाँले कोसँग बिहे गर्नुभयो, केटो कस्तो छ, के पेसा गर्छ, कुन देशमा छ, उहाँहरूको मागी विवाह भयो कि भागी विवाह भयो आदि प्रश्नहरू त तपाईँ हामीलाई लाग्ने नै भयो, जिज्ञासा लाग्ने नै भयो। किनभने सुनिता थेगिम बहिनी राष्ट्रको गहना हुनुहुन्छ, एउटा चर्चित सेलिब्रेटी हुनुहुन्छ हैन। उहाँले धेरैभन्दा धेरै गीतहरू नेपाली साङ्गीतिक क्षेत्रलाई दिनुभएको छ, तपाईँ हामीलाई दिनुभएको छ। उदाहरणको लागि म आफैले लेखेको गीत भुइँसोरी ढोगै, जुन तपाईँहरूले एकदमै धेरै माया गरिदिनु भयो, लगायत बिनायो कङकङ, यसो हेरे पूर्वतिर, राईमाइलाले गाउँ छोड्यो रे, माया हजुर लगायत सयौं हजारौं चर्चित गीतहरू उहाँले हामीलाई दिनुभएको छ, नेपाली साङ्गीतिक क्षेत्रलाई दिनुभएको छ। उहाँसँग हामी अलिकति निकट भएको कारण, सहकार्यहरू गर्दै आएको कारण थोर बहुत मलाई जानकारीहरू छ। त्यही भएर उहाँहरूको गोपनीयतालाई सम्मान गर्दै, गोपनीयताको सम्मान गर्दै उहाँहरूको वैवाहिक जीवन एकदम सुखद र सफल होस् भन्ने कामना गर्दै अलिकति श्रोताहरूलाई उहाँहरूको बारेमा लागेको चासो अलिकति मेटाइदिउँ भनेर म थोरै जानकारी चाहिँ लिएर आएको छु। म सबै चाहिँ भन्दिनँ यहाँ, किनभने मैले भनिहालेँ उहाँहरूको आफ्नो गोपनीयता हुन्छ, त्यसलाई सम्मान गर्नुपर्ने हुन्छ। अब बहिनी भने पछाडि यता ज्वाइँ नै भनौँ अहिलेको लागि हैन। हाम्रो ज्वाइँ साहब चाहिँ कताको हुनुहुन्छ, के गर्नुहुन्छ भन्दा, कुन पेसा गर्नुहुन्छ भन्दा, अहिले लाहुरेहरूको डिमान्ड एकदमै पहिलेदेखि अहिलेसम्म नै एकदमै व्यापक छ, धेरै छ है। त्यही भएर हाम्रो ज्वाइँ साहब पनि पेसाले चाहिँ ब्रिटिस आर्मी हुनुहुन्छ। अब चलन चल्तीको भाषामा भन्नुपर्दा लाहुरे हुनुहुन्छ, गर्दाखेरि हाम्रो सुनिता बहिनी पनि कुन देश जाँदै हुनुहुन्छ भन्दा, अब ढिलो छिटो बेलायत आउँदै हुनुहुन्छ भन्दा फरक नपर्ला। यदि तपाईँहरूले मलाई फलो गरिराख्नु भएको छ भने केही महिना अगाडि पोडकास्टमा उहाँको इन्टरभ्यू लिएको थिएँ, मैले बोलाएको थिएँ। अनि बहिनीलाई कुन देश मनपर्छ तपाईँलाई भन्दा, नेपाल बाहेक भन्दा, नेपाल अब त मनपर्ने भइहाल्यो, जन्मभूमि। विदेशमा चाहिँ एक नम्बरमा मलाई युके मनपर्छ भनेर तपाईँहरूलाई हिन्ट्स दिनुभएको थियो है, गर्दाखेरि त्यो छ। अनि उहाँहरूको बिहे चाहिँ लभ परेर हुँदैछ, अर्थात् भएको हो, लभ म्यारिज हो उहाँहरूको। त्यो पोडकास्ट मा मैले उहाँलाई बोलाउँदा उहाँहरू धमाधम प्रेममा हुनुहुन्थ्यो है। त्यो छ, गर्दाखेरि उहाँहरूको प्रेम विवाह हो। अनि ज्वाइँ साहब चाहिँ ब्रिटिस आर्मी हुनुहुन्छ र यति चाहिँ भनिरहेको, उहाँ चाहिँ राई हुनुहुन्छ, अनि कुलुङ राई है, कुलुङ राई हुनुहुन्छ हाम्रो ज्वाइँ साहब। अब पल्टनिया हिसाबले भन्नुपर्दा भाइ राजा चाहिँ त्यो छ उहाँको बारेमा। बाँकी जानकारीहरू चाहिँ अब बिस्तारै बिस्तारै अब हाम्रो सुनिता बहिनी युके आउनुहुन्छ हैन, तपाईँ हाम्रो अगाडि स्टेजमा फेरि पनि उहाँहरूले गीत गाउनुहुन्छ, त्यति बेलै सँगै बसेर तपाईँहरूले उहाँलाई सोध्न सक्नुहुन्छ। अहिले चाहिँ अब सेलिब्रेटी लोकप्रिय मान्छेको त्यतिकै पनि चासो हुन्छ हैन, दर्शकलाई, श्रोतालाई चिन्ता हुन्छ, शुभचिन्तकहरूलाई, गर्दाखेरि यति जानकारी चाहिँ तपाईँहरूको लागि मैले लिएर आएँ। प्यारी बहिनी सुनिता थेगिम र ज्वाइँ साहबको चाहिँ वैवाहिक जीवन चाहिँ एकदम सुखद सफल होस् भनेर चाहिँ म, मेरो परिवार, सम्पूर्ण लाहुरेहरूको तर्फबाट, सम्पूर्ण दर्शक श्रोताहरूको तर्फबाट एकदमै धेरै धेरै वार्म विसेस छ, तपाईँहरूलाई शुभकामना छ भन्न चाहन्छु। र बहिनीको अब लाहुरेनी भइसके पछाडि तपाईँको साङ्गीतिक जीवनले चाहिँ अझ गति लियोस् भनेर पनि हामी कामना गर्दछौँ, र मेरो व्यक्तिगत तर्फबाट पनि त्यो कामना छ है त। नमस्कार।